दर्शन नमस्ते हजुर, दर्शन नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ होला है। म पनि सन्चै आरामै छु। यस्तो यहाँ हेर्नु यो गर्मीमा पनि यो ठाउँमा चाहिँ खाना आफैले बनाउने फुड अनि खाना बनाएर चाहिँ डेलिभरी लिएर जानुपर्छ क्या। यस्तो घाम लागेछ यहाँ, यति धेरै घाम लागेछ। घाम लागे पनि काम चाहिँ गर्नै पर्छ है। त्यस्तै छ गर्मी, एकदम धेरै गर्मी छ यो मनमा चाहिँ। हजुरहरू कहाँदेखि हुनुहुन्छ, कहाँबाट हेर्दै हुनुहुन्छ, जहाँबाट हेर्दै हुनुहुन्छ मलाई राम्रोसँग हेरिदिनु होला। मेरो यो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनुहोस् है। हजुरहरूको माया र साथ सपोर्ट चाहिँ मलाई चाहिएको छ। म चाहिँ अहिले डेलिभरी दिन जाँदैछु घाममा। मरुन्जेलको घाम लागेको छ। परदेशको ठाउँमा पैसा कमाउनु चाहिँ एकदम धेरै गाह्रो छ हजुर। भन्छन् सबैजनाले, विदेश गएको छ पैसा त झ्याप्पै कमा होला। कसरी कमाछ, के गरिराखेको छ भनेर चाहिँ कसैलाई पनि थाहा छैन, कसैले पनि सोध्दैन। सबैले सोध्ने भनेकै पैसा होइन, पैसा नि सबै थोक भन्छन्। के गर्नु, होइन भन्न पनि कसरी गाह्रो छ। गर्मी एकदम धेरै बढेको छ यो ओमनमा चाहिँ। हजुरहरू कहाँदेखि हुनुहुन्छ है, कहाँबाट हेर्दै हुनुहुन्छ। म चाहिँ हाल ओमनमा छु। एकदम धेरै गर्मी छ हजुर, एकदम धेरै गर्मी, धेरैभन्दा धेरै गर्मी छ। म चाहिँ खानेकुरा लिएर चाहिँ डेलिभरी दिन हिँडेको है। यहाँनिर खाना अर्डर गर्छन्, त्यसपछि डेलिभरी दिन जानुपर्छ। घर घरमा पुर्याउनु जानुपर्छ, घर घरमा। यही हो ओमनको घर चाहिँ। त देख्नुभयो होला सबैजनाले है, ओमनको घर यस्तै छ। ओमनतिरको घर हजुरहरूले हेर्न सक्नुहुन्छ राम्रोसँग है। गर्मी एकदम धेरै गर्मी छ। ह्याट्टै भएर भ्याट्टै मर्ला जस्तो गर्मी छ। के गर्नु, काम हो गर्नै पर्ने, नगरौँ भने पनि गाह्रो है। हस् त, नमस्ते। फेरि हामी नेक्स्ट भ्लगमा भेट्नेछौँ।